हिमालको काखमा बसेको एउटा सहर जहाँ बिहानीको घाम तालको सतहमा परेर हजारौं सपना झल्काउँछ। जहाँ तालहरू ऐना जस्तै टल्किने गर्छन्, यहाँको हावा, पानी र यहाँको मौनता एवं सोचहरू हलुका बन्छन्। आत्मा प्रकृतिसँग जोडिन थाल्छ र प्रकृति आफै बोल्न थाल्छ। त्यो सहर हो पोखरा। नेपालको पश्चिमाञ्चल क्षेत्रमा अवस्थित पोखरा केवल एउटा सहर मात्र नभई यो प्रकृतिद्वारा निर्मित स्वर्गको झल्को दिने नेपालको सुन्दर पर्यटकीय गन्तव्य पनि हो। आज हामीले देख्ने पोखरा ताल, हिमाल र पर्यटकले भरिएको यो सहर केवल आजको कहानी नभई यो कथा शताब्दीौं अघिदेखि नै सुरु भएको थियो। जब सडक थिएनन्, आधुनिक सहरको कल्पना पनि थिएन, तब यही भूमि भारत र तिब्बतलाई जोड्ने एउटा जीवन्त व्यापारिक मार्ग थियो। नुन, ऊन, जडीबुटी बोकेका व्यापारीहरू यही बाटो भएर यात्रा गर्थे। सानो बस्ती भए पनि पोखरा त्यसबेला समृद्ध थियो। यहाँका असंख्य साना ठूला पोखरीहरूले यस स्थानलाई चिनारी दिए र त्यहीबाट जन्मियो पोखरा नाम। समयसँगै मगर, गुरुङ, ब्राह्मण, क्षेत्री जस्ता समुदायहरूले यहाँ आफ्नो जीवन बसाले। कास्की राज्यको इतिहास, प्राकृतिक परिवर्तन र मानवीय सङ्घर्षले यो भूभागलाई निरन्तर रूपान्तरण गरिरह्यो। आज ती पुराना बाटा सम्झनामा मात्र छन्, तर तिनै बाटाहरूको कथाले पोखरालाई आजको सुन्दर, सांस्कृतिक र विश्वकै आकर्षक सहर बनाएको छ। पोखरा एउटा यस्तो सहर जहाँ प्रकृतिले आफ्नो सबैभन्दा मनमोहक रूप देखाएको छ। यहाँको प्राकृतिक सौन्दर्य विश्वमै दुर्लभ मानिन्छ। सहरको छेउमै फैलिएका माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरी हिमश्रृङ्खलाले पोखरालाई एउटा विशाल प्राकृतिक चित्र जस्तो बनाएका छन्। बिहानको पहिलो घामको किरण जब यी हिमालमा पर्दै जान्छ, तब हिमालहरू सुनौलो रङ्गले चम्किन थाल्छन्। त्यो दृश्य हेर्दा लाग्छ प्रकृतिले आफ्नो सबैभन्दा सुन्दर रूप यहीँ देखाएको छ। प्राकृतिक सौन्दर्य, घाम र हिमालको यो अनौठो खेल पोखराको पहिचान बनिसकेको छ। तर पोखराको सुन्दरता केवल हिमालमा मात्र सीमित छैन। फेवातालको किनारै किनार फैलिएको लेक साइड क्षेत्रले यो सहरलाई जीवन्त बनाइरहेको छ। लेक साइड क्षेत्र जहाँ दिन रात जीवन बगिरहन्छ, रङ्गीन जीवनको अनुभूति दिइराख्ने गर्छ। सुनौलो बिहानीको पहिलो किरण तालको सतहलाई हलुका छुँदै जाँदा पोखराको दिन सुरु हुन्छ। शान्त तालको काखैमा रहेको हिमालको स्पष्ट प्रतिबिम्ब झल्किन्छ, मानव प्रकृतिले आफ्नै सौन्दर्य ऐनामा हेर्दै होस्। डुङ्गामा बसेर तालको बीचतिर अघि बढ्दा चारैतिर फैलिएको हरियाली, टल्किरहेको पानी र टाढा काँडासम्म देखिने हिमश्रृङ्खलाले मनलाई अद्भुत शान्ति र स्थिरता प्रदान गर्छ। दिन ढल्दै जाँदा तालको स्वरूप फेरिन थाल्छ। साँझपख सूर्य क्षितिजतिर अस्ताउँदै आकाश र ताल दुवै सुनौलो र रातम्य रङ्गले रङ्गिन्छन्। तालको किनारमा सन्ध्याकालीन आरतीका आवाजहरूसँगै वातावरण झन आध्यात्मिक बन्छ र जीवन फेरि एकपटक रात्रिकालीन उज्यालोसँग चम्किन थाल्छ।
मधुर सङ्गीतको धुन गुन्जिँदा विदेशी तथा स्वदेशी पर्यटकहरू झुम्न थाल्छन्। बत्तीहरूको झिलिमिली वातावरणलाई रङ्गीन बनाउँछ र तालको छेउमा फैलिएको जीवनले लेकसाइडलाई साँच्चीकै अन्तर्राष्ट्रिय सहरको अनुभूति दिन्छ। हिमालको शान्त मौनता र लेकसाइडको जीवन्त रङ्ग, यी दुई तत्त्व मिलेर पोखरालाई केवल प्राकृतिक सुन्दरता मात्र नभई सांस्कृतिक जीवनको प्रतीक पनि बनाएका छन्। फेवातालसँगै पोखराको अर्को अनुपम उपहार हो बेगनास ताल। फेवातालको भिडभाडभन्दा अलि टाढा अवस्थित बेगनास ताल शान्ति र एकान्त खोज्नेहरूका लागि उचित गन्तव्य हो। यहाँको वातावरण अत्यन्तै शान्त छ, जहाँ केवल पानीको हलुका छाल, चराहरूको चिरबिर र हावाको सुस्केरा मात्र सुनिन्छ। ताल वरिपरिको हरियाली, खेतीयोग्य जमिन र गाउँको सरल जीवनशैलीले पोखराको ग्रामीण सौन्दर्य झल्काउँछ। पोखराका पर्यटकीय क्षेत्रहरू पनि उत्तिकै आकर्षक छन्। डेभिस फल्स पोखराको रहस्यमय स्थल हो, जहाँ ठूलो परिमाणको पानी एकाएक पृथ्वीभित्र हराउँछ। यो दृश्यले प्रकृतिको शक्ति र रहस्यलाई एकैचोटि देखाउँछ। यसैको नजिक अवस्थित गुप्तेश्वर महादेव गुफा धार्मिक आस्था र साहसिक अनुभूतिको सङ्गम हो। गुफाभित्रको अन्धकार, चिसो वातावरण र अन्त्यमा भेटिने शिवलिङ्गले मनलाई गहिरो अनुभूति दिन्छ। देवी दुर्गाप्रति समर्पित पोखरा सहरको केन्द्रमा अवस्थित एक प्रसिद्ध हिन्दू मन्दिर हो विन्ध्यावासिनी मन्दिर। धार्मिक आस्थाका साथै ऐतिहासिक महत्त्व बोकेको यस मन्दिरमा विशेष गरी दशैँ र नवरात्रिको समयमा ठूलो भिड लाग्ने गर्छ। मन्दिर परिसरबाट पोखरा सहर र वरपरका पहाडहरूको सुन्दर दृश्य देख्न सकिन्छ, जसले यसलाई धार्मिकसँगै पर्यटकीय गन्तव्य पनि बनाएको छ। विश्व शान्ति स्तूपा पोखराको शान्तिको प्रतीक हो। पहाडको टुप्पोमा अवस्थित यो स्तूपाबाट फेवाताल, पोखरा सहर र हिमश्रृङ्खला एकै नजरमा देख्न सकिन्छ। यहाँ पुग्दा केवल आँखाले दृश्य मात्र नभई मनले शान्ति अनुभव गर्छ। हालका वर्षहरूमा शिवमूर्ति पुम्दीकोट पनि पोखराको महत्त्वपूर्ण धार्मिक र पर्यटकीय केन्द्र बनेको छ। विशाल शिवमूर्तिले आध्यात्मिकता र दृश्य सौन्दर्यलाई एकैसाथ प्रस्तुत गर्ने गरेको छ। पोखराको अर्को विशेष पहिचान हो सारङकोट। यहाँबाट देखिने सूर्योदय विश्व प्रसिद्ध छ। बिहान उदाउँदै गरेको घामको किरणले हिमाललाई सुनौलो रङ्गले रङ्ग्याउँछ। सारङकोट साहसिक गतिविधिको केन्द्र पनि हो। पोखरालाई नियाल्न यहाँबाट गरिने प्याराग्लाइडिङ र पोखरा सहर लगायत माउन्टेन टुर गर्न पुतली जहाज पनि भनिने अल्ट्रालाइट फ्लाइट पोखराको पहिचान बनेको छ, जसले पोखरालाई एडभेन्चर क्यापिटल अफ नेपालको रूपमा पनि चिनाएको छ। साहस र रोमाञ्चक खोज्ने हरेक यात्रुका लागि पोखरा एक सपनाको सहर पनि हो। आजको पोखरा आधुनिक सहरका रूपमा विकसित हुँदै गएको छ। आधुनिक पूर्वाधार, सुविधा सम्पन्न होटेल, क्याफे र व्यवस्थित सडकका बावजुद पनि पोखराले आफ्नो मौलिकता, संस्कृति र आत्मीयता जोगाइराखेको छ। यहाँका मानिसहरूको सरलता र आतिथ्य भावले पोखरालाई अझ सुन्दर बनाउँछ।
पोखरा केवल घुम्ने ठाउँ नभई यो एक अनुभूति गन्तव्य पनि हो, जहाँ प्रकृति, शान्ति, साहस र जीवन एकैसाथ भेटिन्छन्।